होइन हामी अब दाजुभाइ भेट भएको छ टक्क लाएर अब होइन रमाइलो गर्न आएको छ। दुबई फेस्टिभल नयाँ हुँदैछ, नेपाल फेस्टिभल। आज हाम्रो हरेक चाडपर्वहरूको अब फेस्टिभल छ होइन क्रिक पार्कमा। हामी साथ मनाउँछ दुबई रमाइलो छ हेर्दैन होइन। हामी चाहिँ अब क्रिक पार्कतर्फ लाग्दैछौँ र बाटोमा तपाईँहरूले देख्न सक्दै हुनुहुन्छ नेपाल फेस्टिभलको लागि जाने सम्पूर्ण मानिसहरू सबै नेपालीहरू नै हुन् र बाटोमा यति सुन्दर सुन्दर फुलहरू पनि रोपिएको रहेछ। यति राम्रो हरियाली बनाएको रहेछ क्रिक पार्कको जाने बाटोमा। पार्किङ गर्ने ठाउँ हो कि ए के हो यस्तो टिकटको लाइन त टिकट लिन त यस्तो जानुपर्ने भने त गाह्रो हो त यार। मलाई क्रिक पार्क पनि छिरी हेर्नुहोस् है गाइस फुलहरू त कति रातल्लै बनाएर फुल रोपेको रहेछ है। भिडियो कल गरेर पार्कमा कति सुन्दर बनाएको हेर्नुहोस् है। इन्स्टलहरू है नेपालीको सबै इन्स्टलहरू तर अहिलेको इन्स्टलहरू केही पनि देखिएको छैन। उता हेर न पुरा सानसानो टक्क लाएर तपाईँले देख्नुभएका यी सबै इन्स्टलहरू सबै नेपाली दाजुभाइहरूका हुन् र विभिन्न सामानहरू बेच्न ल्याएका छन्। यी इन्स्टलहरूमा नेपाली ब्रान्डका सामानहरू, नेपाली कम्पनीहरूको ब्याङ्कहरूको प्रचार पनि गरिएको छ। यहाँबाट तपाईँहरूले ब्याङ्कको खाता पनि खोल्न सक्नुहुन्छ। जुबा ब्रान्डको कस्मेटिक आइटमहरू पनि बेच्न ल्याएको रहेछ यहाँ। यदि तपाईँहरूले सुनहरू किन्दाखेरि पनि विशेष छुट हुने रहेछ। आज क्रिक पार्कको दृश्यहरू मलाई देखाउँदैछ। हेर्नुहोस् है त पब्लिकको भिड कति छ हेर्नुहोस्। आज घुम्ने आउनेहरूको खाने बस्ने रमाइलो गर्नेको भिड हेर्नुहोस् त नेपालीहरूको आमा पुरा भरिएको छ। हेर्नुहोस् त उतापट्टि हेर्नुहोस् त यहाँ चाहिँ अब कन्सर्ट लागिरहेको छ। यहाँनिर स्टलहरूमा खानेकुराहरू बेचिरहेको छ। धेरै रमाइलो भइरहेको छ। हेर्नुहोस् त कति रमाइलो ल सब मान्छे ठिक छ बर्बाद
साथीकै हो गोरासै फुल्यो बनैमा मेरो मन झुल्या तिम्रो मनैमा नभएदैन अब झुटो नभनेर माया साथीकै हो अब झुटो नभनेर माया साथीकै हो यसमा चाहिँ मैले केही भोइस ओभर गरेको छु किनकि अब यहाँ पुरा साउन्ड चाहिँ अब भिडियो सङ चाहिँ राख्न अलिक नमिल्ने हुन्छ किनकि कपिराइट लाग्ने भएको कुरा कारणले गर्दा मैले पुरा भिडियोमा साउन्ड चाहिँ राखिनँ तैपनि मैले सकेसम्म अलिकति चाहिँ अब साउन्डका ट्र्याकहरू पनि अब गीतहरू पनि राखिदिएको छु त्यतिले अब पनि कपिराइट लाग्ने त हुनसक्ने सम्भावना त छ तैपनि मैले राखिदिएको छु तैपनि हामीले धेरै रमाइलो गऱ्यौँ होइन नाचगान गऱ्यौँ यो अन्तिम अवस्था नै थियो तर हामीले समयको अभावले गर्दाखेरि हामी रातिसम्म बस्न सकेनौँ तर रातिसम्म बसेको भए चाहिँ योभन्दा धेरै रमाइलो हुने थियो हामी चाहिँ अलिकता दिउँसो नै थियौँ अनि हामी चाहिँ अब समय पनि त्यस्तै नभएको भएर हामी चाहिँ चाँडै नै फर्किहाल्यौँ त्यही नाचगान रमाइलो गरिसकेपछि तर राति चाहिँ धमाका रमाइलो भएको थियो भन्ने सुनेको थिएँ